म त एउटा धुलो हुँ अनि घमण्ड गर्ने कुनै पनि ठाउँ छैन है। एउटा पद पनि म पढ्दिन चाहन्छु, भजन सङ्ग्रह 103 को 14 देखि 16, जहाँ यसरी लेखिएको छ, किनभने उहाँ जान्नुहुन्छ हाम्रो सृष्टि कसरी भएको हो, हामी धुलो मात्रै हौँ भनी उहाँ सम्झनुहुन्छ। मानिसको आयु त घाँसको आयु जतिकै छ, मैदानको फुल झैँ त्यो ढकमक्क फुल्दछ अनि बतास त्यस फुलमाथि भएर जान्छ र त्यो विलीन हुन्छ र त्यसको ठाउँले पनि त्यसको याद गर्दैन। कति हम्बलिङ स्टेटमेन्ट हाम्रो लाइफको बारेमा है, ट्रुथ कि हामी चाहिँ वास्तवमा धुलोहरू मात्रै हौँ। तर प्रेज द लर्ड, परमेश्वरलाई महिमा भएको छ कि प्रभुले हामीलाई हाम्रो विनाशी शरीरलाई अविनाशी शरीरको प्रतिज्ञा उहाँले दिनुभएको छ। तैपनि यो कुराले चाहिँ हामीलाई परमेश्वरको अगाडि सधैँ नम्र तुल्याओस् कि हामी चाहिँ वास्तवमा धुलोबाट बनिएका मानिस हौँ। हाम्रो ठाउँ, हामीलाई सुहाउने ठाउँ चाहिँ ह्युमिलिटी, नम्रता हामीले सधैँ पहिरेर हिँड्न सकौँ।